आमाको इच्छा हुन्छ कि मेरो बच्चा इन्टेलिजेन्ट होस्, एकदम जिनियस बेबी होस्। प्रेग्नेन्सीमा के गर्न सकिन्छ कि बच्चा इन्टेलिजेन्ट हुन्छ? नर्मली जे बच्चाको इन्टेलिजेन्स हुन्छ युजुअली 3टा मेन फ्याक्टर्समा डिपेन्ड गर्छ। एउटा जेनेटिक हुन्छ, दोस्रो न्युट्रिसन हुन्छ र तेस्रो लाइफस्टाइल हुन्छ। जेनेटिकको कुरा गरौँ, आमा बुवाले जेनेटिकली एक लेभल अफ इन्टेलिजेन्स आफ्नो बच्चाले ट्रान्सफर गर्नुहुन्छ, त्यो अलमोस्ट 50 to 60% हुन्छ। त्यसले हामी के पनि गर्न सक्दैनौँ। बाँकीको 30-40% हाम्रो हातमा हुन्छ। न्युट्रिसन इज भेरी इम्पोर्टेन्ट। तपाईँ स्टडिजले प्रुभ गरेको छ कि ओमेगा 3 फ्याटी एसिड्स रिच फ्रुट खायो भने बच्चाको ब्रेन ग्रोथ एकदमै राम्रो हुन्छ। ओमेगा 3 या ओमेगा 6 फ्याटी एसिड्स केमा एभाइलेबल हुन्छ? फिशमा, माछामा, अन्डामा, एभोकाडोमा, तपाईँको ओखरमा, बदाममा। यो कुराहरू न्यूनतम प्राय त राम्रै डाइटमा मेन्टेन गर्यो भने बच्चाको ब्रेन डेभलपमेन्ट राम्रो हुन्छ र इट्स प्रुभ कि बच्चा इन्टेलिजेन्ट हुन्छ। अनि लाइफस्टाइल यो पनि एउटा इम्पोर्टेन्ट कुरा हो। एउटा प्रेग्नेन्ट वुमेनले ह्याप्पी हुनु पर्यो, राम्रो म्युजिक सुन्नु पर्यो, राम्रो कुरा गर्नु पर्यो, राम्रो किताब पढ्नु पर्यो, एउटा हेल्दी ह्याप्पी इन्भाइरोमेन्टमा बस्नु पर्यो। अल्कोहल, स्मोकिङ, एडिक्सन यिनीहरूसँग एकदमै टाढा बस्नु पर्यो र हेल्दी डाइट मेन्टेन गर्नु पर्यो। यदि यो कुराहरू फलो गर्नुहुन्छ भने देयर इज भेरी हाई चान्सेस अफ ह्याभिङ इन्टेलिजेन्ट बेबी। थ्याङ्क यू।